नमस्ते सबैजनालाई। साथीहरू, आज म लाइभमा किन आउँदैछु भन्दाखेरि हाम्रो कुलमान घिसिङ होइन, न म उहाँलाई एउटा कर्मचारीको रूपमा हेर्छु, न म उहाँलाई एउटा राजनीतिक कर्मीको रूपमा हेर्छु। म उहाँलाई नितान्त हाम्रो 18 घण्टा लोड सेडिङ हुँदाखेरि राति उठेर बत्ती के भन्छ मोबाइल चार्ज गर्नुपर्ने, राति उठेर पानी तान्नुपर्ने, पानी आउने पनि एउटा समय मात्रै, त्यसपछि त्यो थापेर राख्यो, त्यसपछि पम्प लगाएर माथि पठाउनु पर्ने होइन। त्यति बेलाको जुन अन्धकार थियो, जुन उहाँको प्रशासकीय कुशलताले गर्दाखेरि हामी मुक्त भयौँ होइन, लोड सेडिङ मुक्त भयौँ। त्यो राम्रो काम गर्ने मान्छेलाई किन हाम्रो यो सरकारमा यो राजनीतिक कर्मीहरूले यो दुई दलीय संयन्त्रले किन देखि नसकेको भनेर चाहिँ मलाई एकदम रिस पनि उठिरहेको छ। र यो काम गर्ने मान्छेहरूको जुन खुट्टा तान्ने प्रवृत्ति छ, उहाँको 3-4 महिना बाँकी हो होइन काम गर्ने अवधि। त्यति बेला राम्रो काम गर्नुभयो कुलमानजी, धन्यवाद। अझ तपाईँले अब आउने नयाँ यो के भन्छ एक्जिक्युटिभ डाइरेक्टरलाई पनि ह्यान्डओभर गरेर गइदिनु, अथवा तपाईँको प्रशासकीय क्षमता अरू ठाउँमा पनि लगाउँ भनेर उहाँलाई एउटा एडभाइजरको रूपमा राखे पनि हुन्थ्यो, जे गर्दा नि हुन्थ्यो के। तर यो हेप्ने जुन चरित्र सरकारले देखाइरहेछ, जुन राजनीतिक कर्मीहरूले जे गर्दाखेरि पनि म गजबको एउटा भाषण दिइदिन्छु, गजबको एउटा स्टाटस राखिदिन्छु, गजबको एउटा तर्क दिइदिन्छु, त्यसपछि सबैजनाले यो काम गर्ने मान्छेलाई बिर्सिन्छ भन्ने जुन हेतुले राज्य अगाडि बढिरहेछ, त्यो गलत छ। र म यो लाइभमा जोडिराख्नु भएको सबैजनालाई म प्रश्न सोध्न चाहन्छु कि हामी सबैजना कोही न कोही काम गरिरह होला होइन, कि आफ्नै व्यवसाय होला। काम गर्ने तपाईँहरूले तपाईँ कल्पना गर्छ, तपाईँले मरिमरि काम गर्यो होइन, तपाईँले के आउटपुट ल्यायो, अनि त्यसको साटो राम्रो काम गर्यो भन्नुको साटो यो काम कहाँ उसले गरेको हो त, यो काम त मैले गरेको भनेर तपाईँको बसले होइन यदि तपाईँलाई कामबाट बाहिर निकालिदिन्छ, हेला गरेर अपमान गरेर कामबाट बाहिर निकाल्छ, काम गरेकोमा केही काम गरेन, तिम्रो त कार्य सम्पादन मूल्याङ्कन 0 हो भनिदिन्छ, तपाईँलाई कस्तो महसुस हुन्छ? त्यो यो यस्तो हाम्रो कुलमान घिसिङ भन्ने मान्छे काम गर्ने मान्छे हो होइन। उहाँको भाषणले हाम्रो रगत नउम्लेला होइन, उहाँको भाषणले हाम्रो आँखामा आँसु नआउला, उहाँको भाषणले हाम्रो के एन्टरटेनमेन्ट फ्याक्टर नहोला। तर आफै सम्झिनुहोस् कि कति गाह्रो परिस्थितिबाट हामी गुज्र्यौँ होइन। मलाई त के लाग्छ, अहिले राजनीतिक कर्मीहरूले जति ठुलो भाषण दिए पनि सबभन्दा हाम्रो जनजीविकामा असर पार्ने मान्छे त कुलमान घिसिङ हो होइन। किनभने जुन यो जाँचको बेलामा पनि होइन इन्भर्टर लाइट बालेर पढ्नुपर्ने, अथवा टुकी बालेर पढ्नुपर्ने, अथवा त्यो गर्न नसक्ने मान्छेले मैनबत्ती बालेर गर्नुपर्ने होइन। तपाईँको सामान्य सूचीकार त्यो जे सिलाउँदाखेरि पनि आइरन लाउनुपर्छ होइन। त्यो आइरन लाउँदाखेरि पैसा पुग्दैन होइन। हिजो भर्खर मैले एकजना मान्छे भेटेँ, उहाँले मेरो गार्मेन्टको व्यवसाय थियो, तर हरेक दिन 10 लिटर तेल जान्थ्यो इन्भर्टरमा, अनि त्यसपछि के त्यो जेनेरेटरमा, अनि त्यो थाम्नै सकेन, बन्द भयो भने होइन। कति धेरै यो रोजगारीको काम गर्छ नि होइन, ठुला ठुला रोजगारीको काम गर्छ। रोजगारी सृजना त कुलमान घिसिङले बत्ती पुर्याएर गरेको हुन् नि होइन, एउटा निरन्तरता दिएर होइन। हामी सबैजनालाई, आम नागरिकलाई चाहिन्छ भन्ने कुराको हेतुले उहाँले गर्नुभएको होइन। भनेपछि कुलमान घिसिङलाई त्यो गजबको रगत उम्लिने भाषण दिन आउँदैन, अथवा उहाँले त्यस्तो गर्नुहुन्न भन्दैमा उहाँप्रति भएको जुन यो अत्याचार भन्छु म, जुन राज्यले हेपा प्रविधिबाट गर्नुभएको यो काम गरेको छ होइन, कार्य सम्पादन मूल्याङ्कनमा 0 दिदिने, त्यसपछि यो बदनियतपूर्व पटक पटक स्पष्टीकरण सोध्ने होइन, काम गर्ने मान्छेलाई टेन्सन दिने के जुन यो गरेको छ, त्यसको विरुद्ध पनि अहिले हामी नउठ्ने हो भने कति बेला चाहिँ नि उठ्ने होइन।
हामी सबैजनालाई यो माइक अगाडि दिएर यो ल भाषण गर भन्न त आउँदैन नि होइन। कति हामीलाई बच्चा बेलादेखि टिका लाउँदाखेरि राम्ररी पढ, राम्रो काम गर, यो के यसमा राजनीतिमा नलाग, पढ भनेर हामी हुर्केको। अनि त्यो मान्छेहरूको लागि त यो राजनीति गर्ने मान्छेहरूले त हेप्ने रहेछ, लखेट्ने रहेछ होइन, अपमान गर्ने रहेछ। अपमान कति बेर सहेर बस्ने? त्यसकारण मैले सबैजनालाई के अनुरोध गरेँ, अब तपाईँहरू जहाँ जहाँ हुनुहुन्छ यो अपमानको विरुद्ध चाहिँ उठ्नु पर्यो। तपाईँहरू विदेशमा हुनुहुन्छ भने विदेशबाट आफ्नो घरमा फोन गरेर भन्नु पर्यो के गरेर हुन्छ, तपाईँहरू आफू पनि सोच्नुहोस् होइन। तर काम गर्ने मान्छेलाई अपमानित गर्ने होइन, चुपचाप आफ्नै हिसाबले न कुलमान घिसिङले कुनै राजनीति कर्मीको खेदो खन्या थियो, न केही नै नगरेर चुपचाप आफ्नो काम गर्दै बस्ने मान्छेलाई किन यस्तो राज्यले अपमानित गरेको? उहाँहरूले जस लिन पाएन, कुलमानले जस लियो, कुलमान हामीभन्दा ठुलो हिरो भयो भनेर डाहा गरेर नि हुन्छ? अनि यस्तो यस्तो संस्कारमा को नेपाली युवा नेपालमा बस्न चाहन्छ होइन? त्यसकारण यो ताल चाहिँ भएन, यो ताल भएन। अनि यो ढोङ्गी चरित्रले यो कुरा गर्दाखेरि एकातिर, काम गर्दाखेरि अर्कोतिर देखाउने यो शब्द जालमै मात्र उनेर जहिले पनि हामीलाई भुल भुलायामा राख्ने अब चाहिँ नि भएन। देशले यसरी त निकास पाउँदैन। देशले निकास पाउने भनेको कुलमान घिसिङ जस्ता मान्छेहरू जब हरेक क्षेत्रमा अगाडि आउँछन् होइन, थपक्क काम गरेर बस्छन्, डेलिभरी दिन्छन्, त्यो भएपछि पो देशले निकास पाउँछ। होइन भने तपाईँले आज के भन्छ मकै फलाउनु पर्यो भने ए मकै फल, यो मकै भनेको यस्तो हो भनेर यान त्यान गफ दिएर मकै फल्छ कि एक्चुअली जोतेर त्यसमा पानी लगाएर गोडमेल गरेर किरा लायो भने हटाएर त्यसरी बन्छ होइन। त्यसकारण मैले सबैजनालाई आग्रह गरेँ, अब त अति भयो, अति भयो। काम गर्ने मान्छेलाई यो लेभलको खेदाई, पुरस्कार गर्नुपर्ने मान्छेहरूलाई राम्रो काम गर्नुभयो, धन्यवाद, देशले सम्झिन्छ तपाईँले गरेको योगदान, तपाईँको योगदान अरू क्षेत्रमा पनि लगाऊ भन्नुपर्ने मान्छेलाई यस्तो तालले हेपेर अपमान गरेर खेद्ने चरित्र जुन यो सरकारले देखाछ, जुन यो राजनीतिक कर्मी र यो के भन्छ यो के एडभाइजर ग्रुप छ नि र यो दुई दलको संयन्त्र, त्यसकारण यो चाहिँ भएन। यो कस्तो भन्नाले आम नागरिकले के महसुस गर्छ त्यसलाई बाल दिएर म जस्तो सुकै पनि होइन, मेरो लाउड स्पिकर छ, मेरो ठुलो माइक्रोफोन छ, म चाहिँ नि त्यहाँबाट बोलिदिन्छु। अनि यो प्रोपागान्डा गर्ने मान्छेहरूले के भन्छ, हजारचोटि त्यही कुरा भन्या गर्यो भने चाहिँ नि यो कालो पनि सेतो, सेतो पनि कालो भनेर मान्छे कन्भिन्स भनेर यसरी सोध्छन्। यस्तो सोचेर नि हुन्छ। त्यसकारण मैले सबैजनालाई अनुरोध गरेँ, अब चाहिँ नि यस्तो सहेर चाहिँ नि बस्नु हुँदैन। कति सहने, के गरेपछि चाहिँ नि हामी यो भएन भनेर आउने सदनमा जति भन, जति यस्तो भएन, जति जित्यो के गर्छ ड्याब 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 गरेर अझ खुसी भएर होइन, त्यो हेपा प्रविधि सदनमा छ होइन। छलफलमा बसौँ, हामीले नै हो यो बनाउने, हामीले नै हो यो गर्ने भनेर खुब भन्छन् होइन। अनि बहसमा छलफलमा बस्दा नि बस्दैनन्। अनि ठ्याक्क यो सरकारले जे प्रस्तुत गर्छ ढ्याप 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 गरेर पास गरिदिन्छन्। न सदनमा जनताको आवाज सुनवाई भएको छ। अब त सडकमा आउनु पर्यो, अब त अति भयो। काम गर्ने मान्छेलाई हेप्न पाउँदैन, काम गर्ने मान्छेलाई अपमान गर्न पाउँदैन। उहाँहरू जस्तो गजबको भाषण दिन हामीलाई आउँदैन। आम नागरिक, मैले भने अघि पनि भने, हामीलाई बच्चै बेलादेखि काम गर, टिका दसैँको टिका लाउँदाखेरि आशीर्वाद दिँदाखेरि पनि राम्ररी पढ, ठुलो मान्छे बन होइन, राम्रो काम गर भनेर सिकाएको हुन्छ।
त्यही संस्कारमा हुर्केको मान्छेहरूले यो बबाल बबाल भाषण दिन हामीलाई आउँदैन। त्यो कुलमान घिसिङले पनि कहिले गर्नु भएन। अनि त्यस्तो मान्छेलाई भित्तैमा पुर्याउने गरी काम यो सरकारले गरेको छ। यस्तो गर्न पाइँदैन। यस्तो गर्यो भने त यो जुन लेभलको सामन्ती सोच छ उहाँहरूको, यो सामन्ती सोच भएन। हामी दलहरूको पनि रैती होइन भनेर अब चाहिँ देखाउनु पर्यो। त्यसकारण म सम्पूर्ण यो लाइभमा जोडिनु भएको साथीहरूलाई नमस्कार भन्छु। यो मेसेज हैन, यो मेरो सन्देश सबैजनामा पुग्ने गरी यो सेयर गरिदिन पनि भन्छु। हामीसँग भएको हाम्रो आवाज हो, यो सामाजिक सञ्जाल हो, यसको सदुपयोग गरौँ। यो धेरैभन्दा धेरै सेयर पनि गरिदिनु होला। र मैले फेरि भने, यो सरकारले देखाएको हेपा प्रविधि, यो त्यसले जे पनि मसँग प्रहरी छ, सशस्त्र छ, सेना छ भनेर यो डम्बमा के यो यस्तो हाम्रै करबाट चल्ने संस्थाहरू हामी विरुद्ध प्रयोग गरेर काम गरेर मेहनत गरेर खाने मान्छेहरूको माथि जुन लेभलको अपमान यो सरकारले गरेको छ, त्यो चाहिँ नि अब हामीले ठेक्नु हुँदैन। यो पनि अहिले कुलमान घिसिङको लागि सडकमा नआउने हो भने, कुलमान घिसिङ जस्तो चरित्र हैन, म काम गर्छु, म चुपचाप बसेर काम गर्छु, म दूरदराजमा बत्ती पुर्याउँछु, म यो अन्धकार हटाउँछु, म लोड सेडिङ मुक्त गर्छु, अनि त्यो भएपछि दोस्रो चरणमा कति रोजगारी सृजना भयो, कतिजनाले आफ्नो टेलरिङ पसल खोल्नु भयो, कतिजनाले आफ्नो सासानो यो रिपेयर सप गर्नुभयो। त्यो मान्छेहरूलाई चाहिँ नि यो सरकारले अनदेखा गर्ने। अनि ठुलो ठुलो व्यवसायहरूसँग जुन यो कहिले करमिना गरेर सरकारले पैसा खान्छ हैन, यो सरकार भन्दिनँ म, सरकारमा बस्ने पात्रहरूले हैन, यो चुनावको बेलामा डोनेसन लिन्छन्, अनि उनीहरूको लागि मात्र नेपाल त होइन नि। त्यसकारण साथीहरू अब चाहिँ नि यो आफ्नो रिसलाई, आफ्नो आँसुलाई र आफूभित्र भएको यो अपमानको आँसु पिएर त अब बस्ने होइन। अब त अगाडि बढ्नुपर्छ। तपाईहरू जहाँ जहाँ हुनुहुन्छ त्यहाँ अगाडि त्यहाँ निस्किनुस्। यो सरकारलाई त्यो हेपा प्रविधि अब हामी सहँदैनौँ भनेर त्यो चाहिँ नि अब हामीले सन्देश दिनुपर्छ नै। हिजो पनि धेरै साथीहरू सडकमा आउनुभयो। म पनि जनताले गरेको आह्वानमा म अगाडि गएँ, म बसेँ। काम गर्न दे सरकार भन्ने त्यो मेरो नारा थियो। यो काम गरेरै मात्र देशको अवस्था बदलिन्छ। यो खोक्रो भाषणले अवस्था, हामी सबैजनाले कडा मेहनत, कडा परिश्रम दिनुपर्छ। त्यसकारण अब चाहिँ नि यो हेपा प्रविधि अब सहनु हुँदैन साथीहरू। यो सरकारको अपमानजनक काम गर्ने मान्छेलाई भित्तैमै पुर्याउने, उहाँहरूको पाउमोलाइ गर्यो भने चाहिँ नि सबै ठिक, उहाँहरूको पाउमोलाइ गरेन काम गर्छु भन्ने मान्छेलाई चाहिँ नि जुन अपमानजनक रूपमा सरकारले खेदो खनेको छ त्यो चाहिँ पाइँदैन। काम गर्ने मान्छेलाई शून्य कार्य सम्पादन मूल्याङ्कन अनि काम